नमः शिवाय। श्रद्धालु भक्तजनहरू, आज हामी पावन स्वस्थानी व्रत कथाको अध्याय 1 को दिव्य कथा श्रवण गर्न जाँदैछौँ। सृष्टिको आरम्भकालमा कैलाश पर्वतमा भगवान शिव माता पार्वतीसँग दिव्य आसनमा विराजमान हुनुहुन्थ्यो। लोक कल्याणको भावले प्रेरित भई माता पार्वतीले विनम्र प्रश्न गर्नुभयो। हे महादेव, यस्तो कुन व्रत छ जसले मानवका दुःख नाश गर्छ? त्यसपछि कुमारजी आज्ञा गर्नुहुन्छ। हे पार्वती, श्रद्धा, नियम र सत्य भावले गरिने स्वस्थानी व्रत सबै कष्ट नाश गर्ने पुण्य व्रत हो। भगवान शिवले यस व्रतको उत्पत्ति, महत्त्व र फल विस्तारपूर्वक वर्णन गर्न थाल्नुहुन्छ। यो व्रतले धर्म, संयम र भक्तिको मार्ग देखाउँछ र गृहस्थ जीवनमा सुख शान्ति प्रदान गर्छ। यसरी अध्याय 1 ले हामीलाई सिकाउँछ, श्रद्धा र नियम नै मोक्षतर्फको पहिलो पाइला हो। जय स्वस्थानी माता, हर हर महादेव।